गाइस हम लोग 1 किलोमीटर का रास्ता ट्रेवल कर चुके हैं और हम लोग यहाँ सब भाई और मेरा दोनों भाई के साथ हम लोग इकट्ठा हो चुका है और हमारे एक गाड़ी सर्विसिंग में देने के कारण हम लोग मियाँपुर तक 2 गाड़ी में जाएंगे। उसके बाद हम लोग मेट्रो में जाएंगे। रेबिका, आनंद, वी आर गोइंग नेपाली ग्रीन यूनिवर्सिटी चर्च। ओके ओके चलो। फाइनली गाइस हम लोग को मेट्रो में पहुंच चुका है। और कब हुआ था अब वारी जा रहा उद्देश्य क्या हो रुबेन वेट करो अब चलो आराम से बेटा आराम से इतना ओपन नहीं था रुक के कितना 2 सेकंड में चलने लग से शक्तिशाली परम प्रभुलाई धन्यवाद दिन्छ। प्रभु परमेश्वरलाई धन्यवाद प्रभु समय प्रभु तपाईँले कृपा गर्नुभयो र परमेश्वर अगुवाई गरेर आज गराउनु भयो। आउँदो समयमा अझ आफ्नो अगुवाई गर्दै लानुहोस् प्रभु। त्यो भविष्यले फल तपाईँको महिमाले ढाकेर तर्फबाट नजिक प्रार्थना गर्छ। परम प्रभु तपाईँलाई धन्यवाद छ। वचनमा छोराबाट बोल्नु रहेछ तपाईँले एकदम प्रकाशको ढोका खोलिसक्नु भएको छ। प्रभु वचन बोल्दै गर्दा प्रभु यहाँनिर स्वतन्त्रता आउनेछ। तपाईँको महिमाको बादलले ढाक्नेछ। तपाईँको काम हुनेछ। प्रभु तपाईँलाई धन्यवाद। सुन्दर समयको लागि तपाईँलाई धन्यवाद। हरेक छोराछोरीलाई अगुवाई गर्नुभयो। परमप्रभुलाई म धन्यवाद दिन्छु। तर आदर महिमा प्रशंसा सबै कुरो तपाईँलाई ठेक्काउँदै आराधनामा सम्पूर्ण भागहरू थाहा प्रार्थना बिन्ती माग्छ सधैँभरि माया गर्ने यीशु ख्रीष्टको नाममा। आमेन। हालेलुया। अशान्ति ल्याउने बन्धन, निराशा ल्याउने बन्धन, समस्या ल्याउने, बाधा ल्याउने है हाम्रा हरेक आशिषका कुराहरू रोकिने बन्धन तोडिन्छ। हालेलुया। आनन्द हृदयले के बनाउँछ रे? प्रसन्न बनाउँछ। अनुहार के हुन्छ? अनुहार उज्यालो हुन्छ भनौँ न त। अनुहार उज्यालो कहिले हुन्छ? कहिले हुन्छ? जब हामी खुसी हुन्छौँ। अनि अँध्यारो कहिले हुन्छ? जब हामी दुखी हुन्छौँ। ओके एन्सर सुन्नु। दुखी हुने धेरै कारण छ तर खुसी अनि प्रसन्न हुने कारण एउटै छ। हालेलुया। अनि त्यो धेरै कारणले दुखी बनाएदा पनि एउटै कारण जो छ प्रभु परमेश्वर यीशु ख्रीष्ट त्यहाँ बलवान हुनुहुन्छ उहाँ। हालेलुया। ओके हुन्छ कि हुँदैन? सानो कुरा हुन्छ। नानीलाई केही भयो, ज्वरो आयो, अरू के भयो? लुज मोसन भयो, के भयो? त्यहाँ तुरुन्तै के भयो? प्रसन्न हृदय भयो कि हृदय के भयो? अनि हृदय दुखी भइहाल्यो। दुखी हृदय भएपछि अनुहार के भइहाल्यो?
कालो भइहाल्यो होइन अशान्ति भयो सानो बच्चाले ओके बुढाबुढीमा अब टक्राक टुक्रुक पर्यो अरे के पर्यो अरे के कस्तो टक्राक टुक्रुक भनेको अब त्यति बेलामा नै खुस्क्यो भने के भयो आनन्द हेर्दै हुन्छ के हुन्छ रे आनन्द गयो के गयो आनन्द गयो खुसी गयो शान्ति गयो के भयो अशान्ति आयो कि आएन हालेलुया यसकारण पौलुस भन्ने कारण फिलिपी 4:4 के भन्छ रे केमा आनन्द गर केमा प्रभुमा सधैँ आनन्द गर लुकाको पुस्तक 1:41 देखि लिएर 44 सम्म पढ्ने होला लुका 1:41 देखि 44 सम्म ल सबैले हेरेर ध्यानसँग पढ म बाइबल हुन्छ यसरी लेखेछ 1:41 देखि 44 सम्म जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन् र एलिसिबाले चर्को स्वरले भनिन् स्त्रीहरूमा तिमी धन्यको हौ र तिम्रो गर्भको फल धन्यको हो ममाथि कसरी यस्तो कृपा भयो कि मेरो प्रभुकी आमा म कहाँ आइन् किनभने हेर तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उठ्यो हालेलुया ल्याउनुस् है यीशुको शक्ति परमेश्वरको त्यो चमत्कार त्यो आनन्द र शान्ति हालेलुया ध्यानसँग सुन जसको कानमा देख्नुहोस् है कानले सुन्दाखेरि पनि आनन्द आयो यो छोराको जति पनि पेटहरू दुखाइ हुँदैछ बाबुको निम्ति हाम्रो चलबिको हाम्रो चलेर परमेश्वरलाई धन्यवाद भाइले हो क्यामेराम्यान यसो समक्ष यता भेटघाट गर्नु पर्यो होइन आशा गर्नुपर्छ नि यताउता के गर्नुपर्छ त्यसमा हाल त वाट्सएपमा बेगम बेगको हल छ वाट्सएपमा आउँछ यहाँ गएर के गर्नुपर्ने भन्ने पर्ने भाइ जेमेसी अनि जेमेसी अब हाम्रो सङ्गति चाहिँ भइसकेको छ र यही हलमा फाइनली गाइस हमारा चर्च खत्म हो गया हम लोग को सब जना विदा हो चुका है और यहाँ पे से जा रहा है सब कुछ सब जना चर्च यही के अंदर है गाइस हम लोग जा रहा है मेट्रो से आया था भाई लेट हो गया आधा घंटा लेट हो गया हम लोगों को